To do with me for my birthday. आज मेरो बर्थडे हो कि साथीहरूको अनि त्यो भएर म रेडी रहेछु अनि आज चाहिँ म दिदीले दिएको ड्रेस लाउँछु किनकि यो ममले दिएको ड्रेस हो यो मैले बिहानै लगाइसकेको यो चाहिँ त्यतिले दिएको ड्रेस लगाउँछु अर्को ड्रेसमा चाहिँ भुवा आयो अर्को एउटा ड्रेसमा भुवा आयो त्यसरी ह्याप्पी बर्थडे भनेपछि थ्याङ्क यू सबैलाई अनि अब चाहिँ हामी रेडी हुँदैछौँ म चाहिँ आज केलुवा लाउँछु होइन एकछिनमा दिदी चाहिँ हाँसिरहेको मुसु 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 मनलाई देखेर यहाँ दुईजना है बालनहरू मुसु 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 हाँसिन्छ दुईजना बालनहरू है सन मलाई हाँसिरहेको मेरो हाइटमा है म मलाई अब चाहिँ मेरो बहिनीले फिक्स डर्माको स्याडोको सनस्क्रिन लाउँदैछ मैले चाहिँ यहाँ हातमा लिइसकेँ अनि यसमा एसिडसँग पुरा भयो नि एसिड फुड भइसक्यो के गर्नु भन्नु न अन्छु है आफूले खाएर नलेखी म कलेक्सनको मोजा भन्ने लिपस्टिक लाउँदैछु लिप लाग्छ कि लिपस्टिक आई डोन्ट नो के हो यो साथीहरू म ऐनामा हेरेर लाउँछु ल मैले चाहिँ लाएर आएँ साथीहरू एन्टीलाई पर्ने मेरो बर्थडेमा उसले पनि मेकअप गर्दै छ है साथीहरू नि त कहिले भन्नु अस्ति मलाई दिदीले आइसेड लगाइदिँदै हुनुहुन्छ मलाई चाहिँ फाउन्डेसन सुट गर्दैन त्यो भएर म फाउन्डेसन कहिले पनि लाउँदिनँ I have no foundation. Finally foundation. अब त्यसले लाइट बाल्दै गरिदिन्छ ल मेरो विक्क भेट्नु ल यता आँखामा देखा न मेरो मुखमा देख्नु मेरो यस्तो पानी परे बेला मेरो बुढालाई कहाँ पठाइस् अब के किन रातै लगा पूजा लिपस्टिक पनि रात सुट गर्छ अब चाहिँ हामी लिपस्टिक चेन्ज गर्न गइरहेका छौँ तर यो अनि यो उ छैन यो कसरी पुसे पो यो पुसेन भने त डार्कै भइहाल्छ कल गर्न पक्को किराजुलाई बुझायो ल यहाँ चाहिँ डेकोरेसनको काम हुँदैछ है गाइज यहाँ चाहिँ हाम्रो सामान छ मेकअपको अब चाहिँ हामी यो लाउँदैछौँ कहाँ जाने रे कता मेरो बहिनीले मेकअप सिक्ने रे है अब पूजाले पकुले मेकअप सिक्ने रे अब मेरो पैसा बच्ने भयो मेरो पनि बहिनी भयो मेरो पक्कु चाहिँ मेकअप क्लास सिक्ने रे है अब मैले मेकअप चाहिँ गर्नु पर्दैन है रमाइलो दिदी बहिनीसँगै सिक्न जानुपर्छ के त मेरो त 3 महिना बिदा हुँदैन अब चाहिँ हामी अलिकति चम्काउने काम गर्दैछौँ घरमा जे जे छ त्यही युज गरेर
टुप्ला बच्चादेखि तँलाई कसले मेकअप गर्ने झुटो बोल्छ कति हाँस्नु दिदी आउने नि भन्ला नि ल ओके यो चाहिँ मस्करा हो अब हामी मस्करा लाउँदैछौँ बत्ती आएको होइन मेरो बर्थडेमा नि फेरि लिपस्टिक गाडी सजाएर फेरि मलाई नि फेरि अब नभन्नु नि के हो बच्चा खाने नि भयो यो चाहिँ धेरै झिमझिम गर्छ त्यही भएर मलाई डर किन कहाँ जान्छ होला कहाँ जाने हो र ममसँग गयो भने त आइहाल्छ नि त्यो तिमी डेट कति गते रे 1 गते होइन यो चाहिँ लगाएन बत्ती चाहिँ आयो है साथीहरू भर्खरै आयो राम्ररी भेट्न लाग्यो हामी टिटी भयो टिका नभएकोले चाहिँ यसले नै टिका लगाइदिनु पर्यो कस्तो राम्रो देख्दै देख्न त यो के गरे तिमीले मलाई दिदी यो त लास्टै ठुलो हो यो त लास्टै ठुलो हो म त के गर्छ नि हतार हतारले चार्जै छैन पो भन्छ उनीहरूलाई है मोबाइल कुदा हान्ने पनौतीमा गइछ नि त भन्दै थियो त मम्मी त फेरि गरेन आइसक्यो अन्त म त माथि छु भन्नु मम्मी माथि ठुल्मम्मी आउनु ल यो चाहिँ ज्वाइँको हात हो है ज्वाइँको हात है मैले चाहिँ लगाइदिएको मात्रै हो कता लाउने हो कुन बेला आइपुग्यो म त लाउँदिनँ प्राय कुन बेला आइपुग्नु म धेरै लामो लगाइदिएन है गरेपछि फर्स्ट बर्थडे हो यति त लाउनु परिहाल्यो नि यो चाहिँ मेरो आफन्त ड्युटी पछिको फेस हो अनि चाहिँ म यस्तो देखिरहेको साथीहरू दिस इज माई बर्थडे आउटफिट कस्तो देखेको छु कमेन्टमा भनिदिनु होला सबैले थ्याङ्क यू सबैलाई विस गर्नुभएकोमा बाई Bye. Thank you for making fun of me.